मेरो त्यो इमेजिङ चाहिँ ठिकै सानै होला भनेको ठुलो छैन रहेछ है यो पुरै बजार नाम्जिङ बेसी सहर यस्तो राम्रो रमाइलो रहेछ अहिले जे जति हामीले देखाइरहेछौँ सबै लमजुङ बेसी सहरको बजार हो एकदमै रमाइलो छ वातावरण पनि त्यस्तै छ हल्का पानी परेको धुलो पनि छैन है हिजो अस्ति भन्दा त धेरै खुलेको छ सफा देखिरहेछ शीतल छ बजार यति परबाट त्यो बाटोको स्थिति सबै हेर्दै आउने हो भने त यस्तो बजार छ जस्तो लाग्दैन है बाटो त कस्तो थियो सुनसान थियो यहाँ यस्तो कस्तो रमाइलो आनन्द आयो अब मलाई त कस्तो छ होला है अब माथि यो माथि गएपछि त झन् प्रकृतिले भरिएको डाँडा डाँडा पहाड निकै रमाइलो हुन्छ त बजारहरू यो छ बजारबाट माथि जाने छैन यस क्षेत्रका जति पनि परपरका बस्तीहरू छन् सबैले मार्केटिङ गर्ने ठाउँ यो हो सबै संसारका सामानहरू यहाँ उपलब्ध छ है ठुलो र सहरबाट अब घले गाउँ जाने तर्फ लाग्यौँ बाटो यताबाट हामी ठ्याक्क लेफ्टपट्टि छिरेका छौँ त्यो बजार सिधा बजार आएर हामी लेफ्ट लागेका छौँ माथि घले गाउँ जाने बाटो हामी पनि पहिलोचोटि आएको भएर सोध्दै कता हो यो चाहिँ हो ए हस् थ्याङ्क यू कस्तो लाग्यो हामी यसरी सोधेर मैले गाउँबाट फेरि यताबाट यसरी माथि लागेको माथि हाइटमा जानेछु यस्तो राम्रो है स्टेप स्टेपको घर है कति किलोमिटर देखा टक्कै 41 किलोमिटर जान्छौँ देखा 42 किलोमिटरलाई चिसो हाल्छ लाउनु पर्ला चिसो आयो मलाई अब हामी घलेगाउँ प्रवेश गरिसकेका छौँ है बाटो यस्तै खालको छ माथि कच्ची बाटो छ अलिकति हामी हाइटमा आएर यसरी बेसी सहरको बजार यस्तो रमाइलो देखिरहेका छ धेरै रमाइलो छ
ल बेसर बजार यही हो होइन यो रुखमा होइन शिवको कस्तो राम्रो मूर्ति बनाइरहेको छ सुन्दर प्रकृतिसँग रमाउँदै घलेगाउँको उकालो चढ्दैछौँ हामी हाम्रो कार कतिले त यो जाँदैन होला भन्ने कुरा गरिराख्नु भएको छ अब त्यही पनि हामी हेरौँ कस्तो छ बाटो केही थाहा छैन अब लिएर जाउँ कहाँसम्म जान्छ कतिसम्म साथ दिन्छ समयले यो हामी देखाउँदै जान्छौँ जुन ठाउँसम्म हामी पुग्यौँ भने पनि सफलता तपाईँहरू देखिहाल्नुहुन्छ होइन साइकल लिएर हिँड्दैछ धेरै राम्रो रहेछ है म त मैले त त्यस्तो सोचेकै थिइनँ कि यस्तो छ भनेर होइन यस्तो राम्रो लाग्यो कि मलाई त एकदमै प्रकृतिले भरिएको नि वरिपरि यस्तो पहाड होइन धेरै भनेको अलिक ग्रामीण नै भेग होला भन्ने सोचेको थिएँ भने ग्रामीण भेग त होइन रहेछ क्या डेभलप भइसकेको दुर्गम भए पनि डेभलप भएको हो क्या पर्यटकीय क्षेत्र एकदम मान्छे आउने जाने भएपछि अनि एउटा गुम्बा रहेछ रिसोर्टहरू पनि राम्रो छ त कस्तो राम्रो रहेछ त द मोक्षे रेनबो रेस्टुरेन्ट रहेछ रेस्टुरेन्ट त्यहाँ एउटा स्कुल रहेछ सरकारी स्कुल पनि अगाडि आउँदैछ बस केलाई भन्यो हो बच्चालाई चिसो चिसो छ तर पनि यस्तो खुलेको छ नि होइन हिजो अस्ति खुलेकै थिएन कि कस्तो यस्तो पनि यो यति राम्रो यहाँबाट हेर्छ त हो बेसी सर है यहाँबाट त ल टक्कै स्पष्ट रूपले हेर्दाखेरि यो चाहिँ हो मेन बेसी सर ल प्रकृतिले भरिएको डाँडा काँडा पहाड पर्वत हुँदै यो घलेगाउँ जाने क्रममा हामी टक्क हिँडिरहेका छौँ घलेगाउँ आएका छौँ हामी यो घलेगाउँ आउने चाहिँ इच्छा धेरै थियो कि पहिलेदेखि मेरो अहिले चाहिँ यसरी आउन पाउँदा एकदमै खुसी लागिरहेछ यो यसपालि हामीलाई घलेगाउँ जुराएको रहेछ हामी हस्बेन्ड वाइफ नै आएका छौँ मेरो श्रीमानज्यू हामी चाहिँ अब यसै प्रकृतिले भरिएको घलेगाउँ जाँदैछौँ यहाँ पहाड देख्दाखेरि अचम्म लाग्छ त्यही भनेको कस्तो राम्रो के यसपछि बाटो पनि अब सबैको भनाइअनुसार आएको यहाँसम्म हामीले कार लिएर आउन सफल भएका छौँ माथि पनि जान्छ भन्ने कुरा भएको छ हेरौँ हामी वहाँ पुगेर चाहिँ यहाँहरूलाई चाहिँ जानकारी दिन्छौँ यो बाबुहरूको तिमीहरू यहीँ गयो अनि हिँडेरै जान्छौ ए कति घन्टा लाग्छ 1-1.5 घन्टा कुन बाटो जान्छ यो रोड यता जान्छ हो अनि हामी कता जाने बाबु घलेगाउँ चाहिँ ए आउनु त बस यहीँबाट जाने लाऊ गाडीमा ल हामीलाई तिमीहरूले बाटो देखाउ ल ल अब हामी यो बाबुहरूलाई लिएर जाँदैछौँ सपिङ गर्न आएको होला होइन ल यो बाबुहरू 3 जनालाई अहिले भेटेका छौँ हामी यिनीहरूले नै हामीलाई घलेगाउँ लैदिन्छन् ल जाउँ हामी आऊ बस तिम्रो नाम के हो के बिपिन हो ल यो एल्लो ट्र्याक लाउने बाबुको नाम के हो नि शम्भु नेपाल अनि अर्को बाबुको नाम प्रदीप विक तिमीलाई गीत गाउन आउँछ जस्तो लाग्छ मलाई हो आउँछ अहिलेको बच्चाहरूलाई गीत गाउन आउँदैन ल गाउन त ल गाउ त सानै ल
आउँदैन कति राम्रो गाउँ कति क्लासमा पढ्ने तिमी हो ल ल एकदम राम्रो नम्बर ल्याएर पक्कै पनि पास हुन्छ होला है पढ्ने चाहिँ बेस्टर हो ल खुसी लाग्यो है तिमीहरूसँग भेटेर कस्तो राम्रो गीत सुनायो बाबु थ्याङ्क यू अब भोलि पर्सि सिङ्गर भन्नु ल अनि काठमाडौँ आउँदा भेट्नुपर्छ है काठमाडौँ आऊ हाम्रो घरमा आऊ अनि हामी जाउँला है ल कति राम्रो राम्रो बाबुहरू कति ज्ञानी रहेछन् बच्चाहरूसँग एकदम रमाइलो गर्दै हामी गाडीमा अब हामी घलेगाउँ जाँदैछौँ हामी त फर्स्ट टाइम आएको हो कि घलेगाउँ अनि त्यही भएर तिमीहरूको साथ पाउँदा हामीलाई नि खुसी लाग्यो यतिसम्म कहाँसम्म तिम्रो घरसम्म हामीले यसरी साथ लिएर जान्छौँ अनि हामीलाई पनि साथी भयो दुईवटा कुराकानी गऱ्यौँ एकदमै डर लाग्ने भिड भनेको यही हो योभन्दा ठुलो भिड छैन नि प्रकृति नै प्रकृतिले भरिएको चट्टानै चट्टान हेर्दा पनि असाध्यै मनमोह कति नै रमाइलो रहेछ कि घलेगाउँ कस्तो होला भनेर आएको क्या हामी चाहिँ तर घलेगाउँ के नै होला र है भने जस्तो लाग्थ्यो क्या अनि कतिले सुन्दाखेरि गुरुङ मगर बस्ने त्यस्तै बस्ती त हो नि भने जस्तो लाग्थ्यो तर एकदमै रमाइलो लाग्यो बाबु रमाइलो रहेछ है तिमीहरूको गाउँ एकदमै राम्रो रहेछ बाटो यस्तै छ बाबु सबै उतैसम्म उता बागलीमानीपट्टि त पिचै छ ए भनेपछि योभन्दा नराम्रो बाटो अब छैन नि एकदम रमाइलो लाग्यो बाबुहरूसँग खुसी लाग्यो अब अर्को भिडियो पनि हामीले घलेगाउँ आउनको लागि यो जुन पाहाडको यो चुच्चो छ नि त्यसलाई त्यसको टार्गेट गर्दै त्यसलाई हेर्दै आयो भने यसको फेदीमा सायद होला बाटो राम्रो छ यो कार पनि मजाले आइरहेछ है हाम्रो कार त मजाले आउने रहेछ अब अहिले हामी बेसी सहरबाटै लगभग कति 7-8 किलोमिटर आइसकेका छौँ पनि बाटो एकदम राम्रो छ 25 किलोमिटर जति छ भन्दैछन् हेरौँ 20 किलोमिटर जति होला यहाँबाट यो पाहाड उक्लिसकेपछि त एकदम सिधा राम्रो भनेको छन् है यहाँ त अब कुनै समस्या छैन यहाँको घरहरू चाहिँ जस्ताले होइन कस्तो राम्रो कि नमस्ते गरेर बनाएको स्टाइल राम्रो लाग्यो पाहाड हेर्दै जानु भने त पाहाडको मुनि नि टक्कै आइपुग्यो है फाइनली हामी घलेगाउँ आइपुगेका छौँ साथीहरू अति नै सुन्दर एकदमै रमाइलो छ एकदमै रमाइलो प्रकृतिले भरिएको होइन घलेगाउँ यो घलेगाउँ एकदमै सुन्दर ठाउँमा आइपुग्यो भुजुङ चाहिँ यहाँबाट चाहिँ घलेगाउँ 4 किलोमिटर भुजुङ 13 किलोमिटर छ है फाइनली अहिले चाहिँ हामी घलेगाउँको गेटैमा आइपुगेका छौँ विलेज घलेगाउँ हार्दिक स्वागत छ वेलकम टु अन्नपूर्ण डिस्ट्रिक्ट एरिया है त प्रवेश गरिसकेका छौँ यस्तो रहेछ घलेगाउँ है यताउता जानु यताबाट हेरौँ पहिला यी सबै है साइकल पनि लिएर यहाँ चाहिँ भाडामा लिएर जानु मिल्दो रहेछ कस्तो मजाले राखिरहेको छ क्या फाइनली हामी घलेगाउँ आइपुगेका छौँ
पार्किङ चाहिँ यही हो, घुम्ने ठाउँ चाहिँ यहाँदेखि। वेलकम टु घले गाउँ होइन? ल धेरै धेरै धन्यवाद। हामी घले गाउँ आइपुगेका छौँ। यो चाहिँ अन्नपूर्ण 1 2 3 है। 1 मिनट अन्नपूर्ण 1 2 3 है। यसरी यो चाहिँ ठ्याक्कै बस पार्कबाट त्यस्तै यहाँनिर टिकटक के अरे उसमा होला। ल हामी फाइनली घले गाउँमा छौँ। घले गाउँ यहाँहरूले पनि घले गाउँमा आएर मजासँग चाहिँ गुरुङ ड्रेस लगाएर यसरी गर्न सक्नुहुन्छ, हिँड्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। एकदमै रमाइलो भइरहेछ। अति सुन्दर। तर हामीलाई चाहिँ कस्तो देखिरहेछ थाहा छैन। हामी चाहिँ पुरै गुरुङ ड्रेसमा छौँ है। एकदमै राम्रो लागिरहेछ। हाम्रो गुरुङ ड्रेसमा सजिएर हामी चट्ट यो पहाडमा अलिकति हाइटमा आएका छौँ। वाउ साह्रो चिसो चिसो हावा, यस्तो राम्रो छ। लुङ्गेको हावाले है। यहाँ माथि हाइटमा जाउँ न। त्यही मेरो शिरबन्दी, मेरो गहनाहरू, ड्रेस, हामी ड्रेस लगाएर आज अब यहाँ एउटा भिडियो बनाउने हो कि। वातावरण पनि यस्तो छ नि आजको। अघिसम्म घाम लागिरहेको थियो नि, एकछिनमा घाम, एकछिनमा अहिले पनि चिसो कुहिरो है। अहिले ल यो यतापट्टि हेरौँ त। आहा ल हाम्रो नजिकै मजाले कुहिरो लाग्छ। स्थित है। हेलो साथीहरू, हेर्नु है हामी फाइनल्ली घले गाउँ आइसकेका छौँ। एकदम चिसो चिसो मौसम छ। अघि त पानी पनि परिरहेको थियो हामी आउँदाखेरि। अहिले मैले पुरै गुरुङ ड्रेसमा सजेकी छु र अहिले भर्खर मौसम चेन्ज भयो कि। हेर्नु न, यहाँबाट त तपाईँहरू घले गाउँ देख्न सक्नुहुन्छ है। एकदमै हुस्सुले पुरै ढाकिसकेको छ कि, लगभग नदेखिने मौसम भइरहेछ। तर पनि एकदम चिसो चिसो हावा, एकदम फ्रेस भइरहेछौँ हामी। कार्टुनको पछ्यौरी यसरी उडाइरहेको छ है साथीहरू। वाउ सो नाइस डे है। अब म त एकदमै ह्याप्पी छु घले गाउँ आएर घुम्न पाउँदा। हजुरहरू पनि आउनु होला र यस्तै इन्जोय गरेर जानु होला है त साथीहरू। नमस्ते। यहाँ चाहिँ सार्क भिलेज पर्यटन सङ्ग्रहालय पनि छ घले गाउँमा। यसरी देख्न सकिन्छ। यो कोही गल्ली गल्ली बजार यस्ता चिजहरू प्रशस्त देख्न सकिन्छ। यहाँको मनोरम दृश्य हेर्नुहोस् न। हिमाल नजिक, यताबाट हिमाल नजिक घर, पुराना बस्तीहरू एकदम परम्परागत शैलीमा चलेका। एउटा यस्तो है। त जति हेऱ्यो त्यति हेरौँ लाग्ने। यो चाहिँ म्युजियम है। सार्क म्युजियम हेर्नुहोस् घले गाउँ। घले गाउँ है। यतापट्टि पनि घले गाउँ है। यो हिमालको दृश्य देखिने ठाउँ है। यता पनि यहाँ एक मिनट है। यो चट्ट हेर्न मिल्ने। आहा कति राम्रो दृश्यहरू आउनुभएको छ। यो चाहिँ घले गाउँको एकदम फुटबल ग्राउन्ड। यसरी हामीले मजाले हेर्न सक्ने भयौँ।
यो संसार हेर्दाखेरि अचम्मको प्रकृतिले भरिएको देश नेपाल। सर हामीले हिमालको रेन्ज पनि हेर्न सक्छौँ। अन्नपूर्ण 1 2 3 चलिरहेको छ, यहाँ देखिरहेको छ। यो दृश्य चाहिँ हामीले घले गाउँको डाँडाबाट कैद गरेका छौँ। अति सुन्दर दृश्य, मनमोहक पार्ने, आनन्दित हेरिरहँ जस्तो लाग्छ। एकैछिन पनि आँखा नचिम्ली हेरौँ, यहीँ रमाएर बसौँ जस्तो अनुभूति हुने यो दृश्य जो कोही पनि किन रमाउन नसक्ला। आनन्दित मनले रमाएर आँखा झिमिक्क पनि नगरी सेता मोतीका दाना जस्तो हिमाललाई औँल्याइँदै हुनुहुन्छ पर्यटकहरू। ठ्याक्क यहाँबाटै एकदम हिमाल पहाड थोरै दाहिनेतिर मुभ गरौँ। मलाई यता हेर्नै मन लाग्छ, मलाई यतै हेर्नु मन लाग्छ कि दृश्य हेर्दाखेरि अनुहार कैद भयो भने राम्रो हुन्छ। त्यो बादलले चाहिँ कस्तो लुका मारी खेलिरहेको छ क्या डाँडामा, त्यही भएर हेरिरहेको छ। ल अन्नपूर्ण 1 2 3 है। अन्नपूर्ण 1 2 3 यति नजिकबाट देखिरहेका छौँ हामीले। एकदमै आनन्द आइरहेछ मनमा हेर्नु त। त्यहाँ अन्नपूर्ण 1 2 3 म त त्यही नजिकै छु जस्तो फिल गर्छु। बाटो यो चिया बगान घुम्ने ठाउँ त कति छ यो घले गाउँमा पनि। ल ठ्याक्कै यहाँबाट माछा पुछ्री यस्तरी देखिँदो रहेछ है। माछा पुछ्री यहाँबाट थोरै यतापट्टि गए चाहिँ धौलागिरी होइन, अन्नपूर्ण 1 2 3 है। अन्नपूर्ण 1 2 3 यस्तो राम्रो हिमालको रेन्ज छ नि, टक्कै नजिकै देखिन्छ। हेलो, गुड मर्निङ, नमस्ते सबैजनालाई। हामी अहिले हिजो आएर यहाँ घले गाउँमा बसेका छौँ। होमस्टे, हामी बसेको होमस्टे हो। एकदमै ब्युटिफुल यो दृश्य देखेर पुरै आनन्द आइरहेको छ। एकदम राम्रो छ, हेर्नु होला हजुरहरूले पनि। हजुरहरूले हेर्नुहुन्छ भनेर हामीले यो भिडियो हजुरहरूकै लागि स्पेसल बनाइदिएका छौँ। हेर्नु होला र कमेन्ट, लाइक, सेयर गरिदिनु होला। धन्यवाद। हामी हिजो आएर बसेको यो होमस्टे चाहिँ त्यो ढोका खोलेको छ हाम्रो रुमको, त्यही हो रुम बसेको हामी चाहिँ। कस्तो राम्रो क्या, सानो सानो घरहरू चुटुक्क परेको माटाको घर, कति राम्रो छ। उहाँ चाहिँ पुरा माथि चढ्दै हुनुहुन्छ। हामीलाई ब्रेकफास्ट यहाँ आमा हाम्रो लागि हो ब्रेकफास्ट रेडी गर्नुभएको। उहाँले हाम्रो लागि भटमासहरू सबै, कोदोको रोटी, कोदोको सेल भन्नुभएन आमा? कोदोको सेल ब्रेकफास्ट पुरा रेडी गर्दै हुनुहुन्छ हाम्रो लागि। उहाँ चाहिँ पुरा भ्यू हेर्नलाई तयार हुनुहुन्छ। यहाँबाट सबै देखिन्छ अहिले। एकदमै राम्रो मौसम भइरहेछ अहिले। हजुर नै हो के फ्रम द घले गाउँ। अब आज चाहिँ हामी होमस्टेमा बसेका छौँ। बिहान चाहिँ ब्रेकफास्ट गर्दैछौँ। ब्रेकफास्टमा कोदोको सेल,
त्यसपछि यहाँको स्पेसल लोकल बोडीको तरकारी, चिया, अनि अब यो पनि लोकल हो भटमास। भटमास पनि लोकल हो। हामी चाहिँ अन्डा सन्डा नखाने भएको भएर भटमास आयो। यहाँ अन्डा खाँदा अन्डाको पनि व्यवस्था छ, एकदमै राम्रो छ, सुपर डुपर। ल आमाले हामीलाई यहाँ बिदाई गर्नलाई आफ्नो काम चाहिँ धेरै सफलता होस्। आमाको आशीर्वाद लाग्यो। भन्दा आफ्नो यात्रा चाहिँ सफलता होस्। तपाईँहरू दुईजनाको मनले सम्झेको आँधीहरू सबै पुरो होस्। फेरि फेरि आउनुहोस् सम्झेर। ल म्याडम, ल तपाईँ दुख्ने पिस्ने नहोस्। गाउँमा आएर हामी चिनाजाना भेटघाट भइसक्यो। अनि तपाईँहरूको मनले सोचेको आँधेको पुरो होस्। दुईजनालाई अनि परिवारलाई निरोगी होस्। नमस्ते। असाध्यै मिठो खाना खुवाउनु भयो, असाध्यै। यहाँ चाहिँ अब आमा बुवा भाइ बहिनीहरू सबै मिलनसार, हामीलाई पनि धेरै खुसी भयो। हामी फेरि फेरि पनि आउँछौँ, अरूलाई पनि यहीँ जान भनेर भन्छ। जतिजना हेर्दै हुनुहुन्छ उहाँहरूको आइदिनलाई एकदमै मिठो खाना खुवाउनुहुन्छ र अर्ग्यानिक पायौँ हामीले सबै कुराहरू, एकदम खुसी लाग्यो। फेरि फेरि आउँला, फेरि भेटौँला। फेरि फेरि आउनुहोस्। ल धन्यवाद। गाउँलाई बाई बाई गर्दै हामी बाई गर्दै बसेर रमाइलो गरेर सबै जाँदैछौँ। एकदमै रमाइलो गरियो। घले गाउँको धेरै कुराहरू हेरियो, एकदम राम्रो छ। माथि गएर हेर्दो रहेछ ठाउँ। यहाँ दाइलाई देखाइछ न। हजुर हजुर। ल शुभ यात्रा तपाईँहरूलाई है। अनि अब घले गाउँको बसाइहरूमा कमी कमजोरी होला, त्यसलाई चाहिँ माफ गर्नु होला। फेरि फेरि नै आउँदै गर्नु। एकदमै राम्रो छ, एकदमै खुसी। हजुर हजुर स्वागत हजुर संस्कार सहित एकदम फेरि फेरि आउने नयाँ अब भन्दाखेरि यही नयाँ आउँदो नयाँ सालको पनि सबैलाई चाहिँ शुभकामना। अनि परिवारहरूलाई नि त्यो नि भनिदिनु होला है। आज आज सब यहाँ फसाउनु भयो यार, फसाउनु भयो सुरेर न पुग्यो जाल्यो फेरि माइ